हेर्दै यो छटपटिया यो रोइलो आफ्नो आत्मा सत्ता नभएपछि यस्तो हुने रहेछ मान्छेलाई भन्ने बल्ल महसुस हुँदैछ। तर फिल्मको एन्ड चाहिँ धरै हुने भयो है। विपक्षी पार्टीहरूले पनि धरै देखान्, सत्ता पक्षको पार्टीहरूले पनि धरै देखान्। फिल्मको एन्ड चाहिँ गजब हुने भयो। ल रमाइलो के गर्नु, के बालन तन्त्र चाहिँ स्थापना गर्न खोजिएको, लोकतन्त्रको चिरहरण गरेर बालन तन्त्र स्थापना गर्न खोजिएको हो, संविधानको चिरहरण गरेर कुनै बालन तन्त्र स्थापना गर्न खोजिएको के प्रधानमन्त्री बालेन्द्र शाहलाई खोपीको देउता बनाउँदै घन्टी हल्लाएर पूजा गरेको हो, घन्टी बजाएर पूजा गर्दै हो? प्रधानमन्त्री किन सदनलाई यो ढङ्गले चाहिँ इरेस्पोन्स गर्न खोजिरहनु भएको छ, खोपीको देउता बन्दै हुन्छ? म सोध्न चाहन्छु प्रधानमन्त्री बालेन्द्र शाहले यो सदनमा आएर यी गम्भीर प्रश्नका, नेपाली जनताका प्रश्न र यी समस्याहरूको जवाब दिनुपर्छ। हामी त्यो चाहन्छौँ। त्यसो भएको प्रधानमन्त्री यो ठाउँमा नआइकन यो सभाको कारबाही अगाडि बढ्न सक्दैन। प्रधानमन्त्रीको यो सदनमा उपस्थिति जरुरी छ, संविधानको कार्यान्वयन गर्न, प्रतिसभा नियमावलीको कार्यान्वयन गर्न र जनताप्रति यो सदनप्रति उत्तरदायी बनेर जनताको जनमतको सम्मान गर्न प्रधानमन्त्री यो सदनमा उपस्थित हुनुपर्छ भन्ने हाम्रो महत्त्वपूर्ण जोरदार माग हो। त्यसो भएको हुनाले प्रधानमन्त्री यो सदनमा उपस्थित नभइकन सदनको कारबाही अगाडि नबढोस् र सम्माननीय सभामुख महोदयले प्रधानमन्त्री र सरकारलाई रुलिङ गरेर यहाँ चाहिँ